प्रस्तुत छ 2081 साल कार्तिक 11 गते आइतबारको राशिफल। हजुरलाई स्वागत छ श्रावणी ज्योतिष युट्युब च्यानलमा। सदाझै उपस्थित भएको छु म श्रवण कुमार। हजुरलाई आजको राशिफल लिएर हजुरलाई आजको राशिफल हामी दुई श्रृङ्खलामा प्रस्तुत गर्नेछौँ। पहिलो श्रृङ्खला आजको पञ्चाङ्ग रहनेछ, तिथि बार नक्षत्र योग करणको जानकारी दिनेछौँ भने दोस्रो श्रृङ्खलामा आजको राशिफल मेष राशिदेखि मीन राशिसम्मको आजको राशिफल हजुरलाई जानकारी दिनेछौँ। हजुरहरूले आजको पञ्चाङ्ग राशिफल सुनेर मात्र अगाडि बढ्दाखेरि हजुरहरूलाई आजको दिन शुभ रहने हजुरहरूलाई जानकारी गराउँदछौँ। आजको राशिफल जान्नुभन्दा पहिले आजको पञ्चाङ्ग जानौँ। आजको पञ्चाङ्ग रहेको छ, आजको पञ्चाङ्गमा रहेको छ आज विक्रम सम्वत 2081 साल कार्तिक 11 गते आइतबार, तदनुसार 2024 अक्टोबर 27 तारिक, शाक सम्वत 1946, नेपाल सम्वत 1144, कालयुक्त नाम संवत्सर, रवि दक्षिणायन, शरद ऋतु, आइतबार, कार्तिक कृष्ण पक्ष, दशमी तिथि बिहानको 7:43 त्यसपछि एकादशी तिथि लाग्नेछ। मघा नक्षत्र दिउँसोको 3:23 त्यसपछि पूर्व फाल्गुनी नक्षत्र लाग्नेछ। शुक्ल योग बिहानको 9:56 त्यसपछि ब्रह्म योग लाग्नेछ। भद्राकरण बिहानको 7:43 त्यसपछि बबकरण लाग्नेछ। सिंह राशिमा चन्द्रमा आनन्दादि योगमा मुद्गर योग रहेको छ। आजको सूर्य उदय बिहानको 6:12 रह्यो भने सूर्यास्त बेलुकाको 5:22 रहनेछ। आजको चाडपर्वहरूमा आज विशेष त्यस्तो कुनै चाडपर्वहरू नरहेको हजुरहरूलाई जानकारी गराउँदछौँ। आजको राहु कालको कुरा गर्दाखेरि बिहानको 4:01 देखि 5:25 राहु काल रहेको छ। दिउँसोको 11:48 देखि 1:12 यमघण्टक रहेको छ। बिहानको 2:36 देखि 4:01 गोलिक काल रहेको छ। दिउँसोको 11:26 देखि 12:10 अभिजित मुहूर्त रहेको छ। हजुरले कुनै पनि कामको सुरुवात गर्नु परेमा, कुनै ठाउँको यात्रा गर्नु परेमा हजुरले अभिजित मुहूर्तलाई लिएर हजुरले कामहरू गर्न सक्नुहुनेछ, यात्राहरू गर्न सक्नुहुनेछ। आजको बार बेलाको कुरा गर्दाखेरि आज बिहानको 6:12 देखि 7:36 उद्योग बेला रहेको छ। 7:36 देखि 9 बजेसम्म चर बेला रहेको छ। 9 बजेदेखि 10:24 लाभ बेला रहेको छ। 10:24 देखि 11:48 अमृत बेला रहेको छ। 11:48 देखि 1:12 काल बेला रहेको छ। 1:12 देखि 2:36 शुभ बेला रहेको छ। 2:36 देखि 4:01 रोग बेला रहेको छ। बेलुकाको 4:01 देखि 5:25 उद्योग बेला रहेको छ। हजुरले कुनै पनि कामहरू गर्नु परेमा, कुनै ठाउँको यात्रा गर्नु परेमा, कुनै कामको सुरुवात गर्नु परेमा हजुरले लाभ बेला, अमृत बेला र शुभ बेलालाई लिएर हजुरले कामहरू गर्न सक्नुहुनेछ, यात्राहरू गर्न सक्नुहुनेछ। हजुरलाई आजको पञ्चाङ्ग पश्चात हजुरलाई आजको राशिफलको जानकारी दिनेछौँ। आजको राशिफलमा रहेको छ एरिस मेष राशि। मेष राशि भएका जातकहरूको लागि विविध लाभ। दैनिकी कार्य राम्रो हुँदा मनमा खुसीको अनुभूति हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय देखिन्छ। सामाजिक वा पदीय जिम्मेवारी वहन गर्नुपर्ने बेला रहेको छ। सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। आज मनले चिताएका कार्यहरू पुरा हुन सक्ने दिन हो। कर्मचारीहरूका लागि आँटेको कामले सफलता पाउन सक्ने दिन रहेको छ। काम कार्यलाई लिएर नयाँ परियोजना बनाउन सक्ने दिन रहेको छ। सोचेको काममा अग्रसर हुन सकिन्छ। तपाईँको प्रयासले कार्यहरू समयमै समापन हुनेछन्। कृषि र पशुपालन गर्नेहरूका लागि शुभ दिन साबित हुनेछ। आय आम्दानी बढ्न सक्ने दिन हो। शरीरमा आलसीपनले पछि पर्न सकिन्छ कि त्यो कुरामा ध्यान दिनुपर्नेछ। आकस्मिक खर्च बढ्न सक्ने दिन छ, ध्यान दिनुहोला। केही मानिसहरू ईर्ष्याको भावनाले तपाईँको लागि नकारात्मक परिस्थितिहरू सिर्जना गर्न सक्छन्, तर यी सबै चिजहरूलाई व्यवस्था गरेर तपाईँको काममा व्यस्त रहनुहोला। व्यवसायीहरूले आज लगानीको प्रतिफल पाउन सक्ने दिन रहेको छ। आय आर्जनमा वृद्धि हुनेछ। धनको उचित क्षेत्रमा लगानी गर्न सक्ने दिन रहेको छ। शुभ अङ्क 2, शुभ रङ सेतो, शुभ दिशा पश्चिम, इष्टदेव गङ्गा माता, मन्त्र ओम गङ्गाय नमः, जप संख्या 23। चौरस वृष राशि। वृष राशि भएका जातकहरूको लागि सुखम। तपाईँको सानो प्रयासले प्रतिफल प्राप्त गर्ने समय रहेको छ। कर्मचारीहरूका लागि तपाईँको योजनाहरूलाई साकार पार्ने समय रहेको छ। कार्य सफलताले मन आनन्दित बनाउनेछ। दिगो अवसरलाई पहिल्याउन सके फाइदा मिल्नेछ। काम कार्यको सिलसिलामा राम्रो मान्छेको सङ्गत बढ्नेछ।
उदाहरणीय कामहरू सम्पादन गर्ने दिन रहेको छ। राजनीति र सामाजिक जीवन सफल बन्नेछ। कृषि चौपाईमा फाइदा मिल्नेछ। कार्य समयमै समापन गर्न सक्ने दिन हो। आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन्। लक्ष्य प्राप्तिका लागि दीर्घकालीन योजनाहरू बन्नेछन्, तर स्वार्थका लागि नजिकनीहरूबाट सजग रहेर बढ्नु पर्नेछ। आत्मबल बढाएर काम गरेमा बढी सफलता हुन सक्ने दिन रहेको छ। व्यवसायीहरूका लागि नयाँ क्षेत्रमा लगानी गर्न राम्रो दिन हुनेछ। विश्वासयोग्य मान्छेबाट सहयोग पाउन सक्ने दिन रहेको छ। शेयर बजारको लगानीले लाभ मिल्नेछ। शङ्कास्पद स्वभावका कारण केही सम्बन्धहरू बिग्रन सक्छन्। यो समय अनुसार आफ्नो व्यवहारमा परिवर्तन ल्याउन पनि आवश्यक छ। शुभ अङ्क 1, शुभ रङ नीलो, शुभ दिशा दक्षिण, इष्टदेव नवदुर्गा, मन्त्र ओम नवदुर्गाय नमः, जप सङ्ख्या 23। जेमिनाई मिथुन राशि। मिथुन राशि भएका जातकहरूको लागि नृप भय। अरूको काममा आफ्नो समय व्यतीत गर्नुपर्ने हुनसक्छ। तपाईँको विवेक र चतुर्याइको प्रयोग कामका लागि लाभदायक हुनेछ। कोही त्यस्तो नजिकको व्यक्ति जसको आगमन वा भेटले मन खुसी रहन सक्नेछ। प्रयास गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिने दिन रहेको छ। आज केही आकस्मिक धन लाभ हुन सक्ने दिन हो। आजको दिन क्रमशः सुधारमुख दिन हुँदा विभिन्न अवसरले पछ्याउने भने दिगो काम सुरु गर्ने अवसर प्राप्त हुनेछ। आज तपाईँको कमी कमजोरी र गोप्य योजनाहरूलाई गोप्य नै राख्नु राम्रो हुनेछ। कर्मचारीहरूका लागि काम कार्यमा सानो गल्तीको परिणाम ठुलो बन्दिन सक्छ। गरेको काममा अरूले अपजस लगाउन सक्छन्। काम कार्यको वातावरण आज राम्रो बनाउने चेष्टा गर्नुहोला। आज धर्म र सेवामूलक कामले मनलाई आनन्दित बनाउनेछ। व्यवसायीहरूका लागि आज उपलब्धि मध्यम रहनेछ। आम्दानीले व्यवहार चल्छ, तर धेरै उन्नति नहोला। शुभ अङ्क 9, शुभ रङ पहेँलो, शुभ दिशा पूर्व, इष्टदेव लक्ष्मीनारायण, मन्त्र ओम लक्ष्मीनारायणाभ्यं नमः, जप सङ्ख्या 19। क्यान्सर कर्कट राशि। कर्कट राशि भएका जातकहरूको लागि मृत्यु। मिही नेताले भौतिक वस्तु जुटाउन सकिए पनि गरेको कार्यमा बाधा आउन सक्नेछ। समयमा सजग नहुँदा प्रतिफल अरूले उछिन्न सक्छन्। माङ्गलिक कार्य सम्बन्धी योजनाहरू हुन सक्ने भएकोले किनमेल जस्तै गतिविधिहरू व्यस्त हुनेछन्। यदि कुनै सरकारी काम ठप्प छ भने उचित मेहनत गरी यसलाई पुरा गर्नुहोस्। कुनै नकारात्मक कुराको कारण मनमा नकारात्मक जस्तो स्थिति उत्पन्न हुन सक्छ। यसको कारण मानसिक स्थिति केही अशान्त रहनेछ। विचार गर्नुहोला। समस्याको तनाव लिनुको सट्टा शान्तिपूर्वक समाधान गर्ने प्रयास गर्नुहोस्। विवादले झन्झटिलो कार्यमा फस्न सकिन्छ, ध्यान दिनुहोला। काम कार्यको नतिजा सोचे अनुरूप नहुँदा आफैमा आलसीपन बढ्न सक्छ। ढिलासुस्ती भए पनि दोहोऱ्याएर गरेको काममा सफलता मिल्न सक्छ। कार्य र व्यवसायका लागि गरिएको यात्रा कष्टदायक बन्न सक्नेछ। कुनै नयाँ परियोजना वा वस्तुमा लगानी गर्न राम्रो दिन नहोला। केही अप्रिय खबरले दिन खल्लो बनाउन सक्छ। गलत सङ्गतले गलत परिणाम भोग्नु पर्ने अवस्था सिर्जना हुन सक्छ। शुभ अङ्क 8, शुभ रङ ध्वासे, शुभ दिशा उत्तर, इष्टदेव रुद्रेश्वर, मन्त्र ओम रुद्रेश्वराय नमः, जप सङ्ख्या 11। लियो सिंह राशि। सिंह राशि भएका जातकहरूको लागि धन स्त्री लाभ। केही नयाँ कुरा सिक्न चाहना बढ्न सक्ने दिन हो। आजको दिनचर्या रमाइलो र आनन्दमा बित्न सक्ने दिन रहेको छ। कर्मचारीहरूका लागि काम कार्य सहज वातावरणमा सम्पन्न हुन सक्छ। समस्याहरू समाधान गर्न सक्षम हुनुहुनेछ। कार्यभारमा सहज महसुस गर्न सक्नुहुनेछ। गरेको काममा प्रतिफल पाउन सक्ने दिन रहेको छ। सहयोगीहरूले साथ दिनेछन्। रोकिएको काम कार्य अगाडि बढ्नेछन्। प्रशंसनीय कामले मान सम्मान मिल्न सक्ने दिन रहेको छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अतिथिको रूपमा सेवा सत्कारमा सहभागी हुन सक्ने दिन हो। शौखिन चाहनाले भौतिक वस्तु जुटाउन लागि परिनेछ। कार्य काममा साथीभाइको सहयोग प्राप्त हुन सक्ने दिन हो। विशेष व्यक्तिहरूको सम्पर्कले तपाईँको सोच शैलीमा नयाँपन ल्याउनेछ, तर तपाईँको सङ्कालो प्रवृत्ति तपाईँको प्रगतिमा समस्याको कारण बन्न सक्ने हुँदा ध्यान दिनुहोला। व्यवसायीहरूका लागि लगानीको मुनाफा पाउन सक्ने दिन रहेको छ। शुभ अङ्क 7, शुभ रङ सुन्तले, शुभ दिशा पश्चिम, इष्टदेव कालिका देवी, मन्त्र ओम कालिका देव्यै नमः, जप सङ्ख्या 23। वर्गो कन्या राशि। कन्या राशि भएका जातकहरूको लागि वित्त लाभ। गर्दै गरेको कामको सबैले प्रशंसा गर्न सक्ने दिन रहेको छ।
राजनीति र सामाजिक जीवन राम्रो रहनेछ। कर्मचारीहरूका लागि जोस जाँगर बढ्नाले कार्यप्रतिको रुचि बढ्नेछ। प्रतिस्पर्धीको होडबाजीमा सफलता मिल्न सक्ने दिन हो। अवसरहरूमा अग्रसर हुन सकिन्छ। शत्रुहरू पराजित हुनेछन्। असल मित्रबाट साथ सहयोग पाउन सक्ने दिन रहेको छ। वैदेशिक कार्य राम्रो रहला। प्रतिस्पर्धामा उत्रनु परे पनि बुद्धिको उपयोगले कार्य सफलता मिल्न सक्ने दिन रहेको छ। स्रोत साधन जुट्नाले कार्यमा अगाडि बढ्न सहयोग पुग्नेछ। उत्साहजनक प्रतिफलले हौसला जगाउन सक्ने दिन छ। कामको सही व्यवस्थापन नहुँदा अलमलमा पो परिन सकिनेछ, ध्यान दिनुहोला। राम्रो कार्यको राम्रो प्रशंसा पनि हुन सक्ने दिन हो। आफ्नो सामाजिक सम्पर्कहरूलाई अझ सुदृढ बनाउन कडा मेहनत गर्नुहोस्। यस्ता सामाजिक सम्पर्कहरूले तपाईँको लागि प्रगतिको नयाँ बाटो खोल्न सक्नुहुन्छ। व्यवसायिकहरूका लागि बन्द व्यापार सुधार हुनेछ। विगतको प्रगतिलाई सम्झेर तपाईँको योजनामा परिवर्तन ल्याउन सक्षम हुनुहुनेछ। आर्थिक पक्षमा सुधार हुँदै जाने देखिन्छ। शुभ अङ्क 6, शुभ रङ नीलो, शुभ दिशा दक्षिण, इष्टदेव महादेव, मन्त्र ओम महादेवाय नमः, जप सङ्ख्या 11। लिब्रा तुला राशि। तुला राशि भएका जातकहरूको लागि कार्यनाश। आज थोरै उपलब्धिमा मन बुझाउनु पर्ने दिन रहेको छ। तपाईँको मेहनतले मात्र दिनचर्या सकारात्मक बन्न सक्ने दिन हो। कर्मचारीहरूका लागि आज मन अस्थिर चञ्चल हुनाले समस्याहरू निम्तिन सक्छन्। अवसरहरूमा प्रतिस्पर्धीहरूले हस्तक्षेप गर्न सक्छन्। नसोचिकन अरूलाई विश्वास गर्नु हानिकारक बन्न सक्छ। प्रतिफल सामान्य रहे पनि भोलिको लागि जग बसाउन सक्ने समय रहेको छ। आफैमा आत्मविश्वास बढाउनुहोस्। अरूको सुझावमा भर पर्दा कतिपय कार्य योजनाहरू अगाडि नबढ्न सक्छ। निराश बढे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। काम कार्यमा परिवार आफन्त परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। काम कार्यको मूल्याङ्कन हुन सक्ने दिन हो। सकारात्मक मान्छेहरूको सङ्गतले सकारात्मक योजनामा सहयोग पुग्नेछ, तर मान्छेहरूको सही पहिचान गर्न आवश्यक हुनेछ। व्यवसायीहरूका लागि व्यवसायको नयाँ परियोजनामा लागि पर्न सक्ने दिन रहेको छ। शुभ रङ हरियो, शुभ दिशा पूर्व, इष्टदेव मातृका देवी, मन्त्र ओम मातृका देवी नमः, जप सङ्ख्या 23। स्कर्पियो वृश्चिक राशि। वृश्चिक राशि भएका जातकहरूको लागि कुक्षी रोग। काम सम्बन्धी नयाँ अवसरहरू प्राप्त हुन सक्छ, जसको माध्यमबाट आर्थिक स्थिति सुदृढ हुनेछ, तर तपाईँलाई काम गर्न मन लाग्ने छैन। मेहनत अनुसार काममा सफलता मिल्ने समय रहेको छ। शारीरिक थकान मेट्न सक्ने दिन छ। आज विश्वास दिलाउनेहरूले धोका दिन सक्छन्, सजग भएर बढ्नुहोला। कर्मचारीहरूका लागि आज लगनशीलताको कमीले नतिजा नराम्रो हुन सक्छ। पार्टनरसिप काम आज झन्झटिलो बन्न सक्छ। पुरानो र रोकिएको काम दोहोऱ्याएर गर्दा सफलता मिल्न सक्नेछ। नजिकैका साथीभाइसँग समझदारी बढ्नेछ। केही काम बिग्रने डरले मन सताउनेछ। कुनै सामाजिक क्षेत्रमा गरेको सहयोगबाट मन खुसी रहनेछ। जागिरमा सेवा गर्ने व्यक्तिहरूले आफ्नो कार्यहरू क्रमशः सुधार गर्दै जाने समय रहेको छ। तपाईँका आकाङ्क्षाहरूलाई नियन्त्रणमा सीमित बनाउनुहोस्, किनभने सोचे अनुसार सबै कुराहरू पुरा नहुनाले मन खिन्न रहन सक्छ। काम कार्यमा सानातिना बाधा अडचनले ढिला सुस्ती पार्न सक्छ। व्यापार वा कार्य दुवैमा आज आफूलाई सानो भएर प्रस्तुत भएको राम्रो हुनेछ। शुभ अङ्क 4, शुभ रङ रातो, शुभ दिशा उत्तर, इष्टदेव दुर्गा, मन्त्र ओम दुर्गाय नमः, जप सङ्ख्या 9। सेजिटेरियस धनु राशि। धनु राशि भएका जातकहरूको लागि द्रव्य लाभ। आज तपाईँको परिश्रमले दाम प्रतिष्ठा मिल्न सक्ने दिन रहेको छ। कर्मचारीहरूका लागि आज कार्यको प्रतिफल राम्रो पाउँदा मन उत्साहित बन्न सक्ने दिन रहेको छ। तपाईँको मेहनतले राम्रो कामहरू सम्पादन हुन सक्ने दिन रहेको छ। शुभचिन्तकहरूको सल्लाह सुझाव लिई शिरोधार्य गरेको राम्रो हुनेछ। कृषि पशुधनमा वृद्धि हुनेछ। राजनीति र सामाजिक जीवन राम्रो रहला। वैदेशिक कार्य राम्रो रहला। समय अनुकूल रहेको छ। सम्पत्ति सम्बन्धी कुनै महत्त्वपूर्ण काम आज पुरा हुन सक्छ। आजको समयको महत्त्वपूर्ण ख्याल गरेर अगाडि बढ्नुहोला। आज आफ्नो नीति र योजनाहरूलाई ख्याल गरेर लागि पर्नुहोस्। सफलता मिल्न सक्ने दिन हो। आज साथीभाइबाट सहयोग लिने समय छ। अरूको भर पर्दा काम बिग्रन सक्छ, विचार गर्नुहोला। नयाँ योजना प्रारम्भ गर्न शुभ अशुभ समयलाई विचार गर्नुहोला। विगतका अप्ठ्यारा परिस्थितिहरूलाई सुधार गर्नको लागि समय खर्चिनु पर्ने देखिन्छ। आज व्यवसायीहरूले आर्थिक सुधारको महसुस गर्न सक्ने दिन रहेको छ।
आज बढ्दो माग अनुसार वस्तु खरिद बिक्री गर्न सक्ने दिन रहेको छ। आर्थिक कारोबारमा सफलता मिल्न सक्ने दिन हो। शुभ अङ्क 3, शुभ रङ हरियो, शुभ दिशा पश्चिम, इष्टदेव विनायक, मन्त्र ओम विनायकाय नमः, जप संख्या 21। क्याप्रिकर्न मकर राशि। मकर राशि भएका जातकहरूको लागि धननाश। तपाईको कमी कमजोरीमा अरूले आलोचना गर्ने ठाउँ पाउनेछन्, ध्यान दिनुहोला। कर्मचारीहरूका लागि तपाईको बोलीको कार्यलाई विवादतिर धकेल्न सक्छ। आज धेरै कल्पनाहरू मनमा खेलाउनु भन्दा व्यावहारिक भएर कार्यमा निरन्तर प्रयास गर्दा सफलताको नजिक पुग्न सकिन्छ। आजको कामको परिणाम आज नै नमिले पनि भोलिलाई सहयोग भने पुग्नेछ। अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले काम कार्यमा पछि पर्न सक्ने दिन हो। यो कुरामा ध्यान दिनुहोला। वाद विवादमा अघि नसर्नुहोला, तर समयमा जागरुक नबन्दा पछि परिनेछ। अनावश्यक आर्थिक व्ययमा ध्यान दिनुहोला। शुभचिन्तकहरूको सल्लाह सुझाव प्रति ध्यान दिँदा फाइदा पुग्नेछ। सहयोगीहरू प्रतिस्पर्धामा आउन सक्नेछन्, नराम्रो सङ्गत नगर्नुहोला। विवाद झैझगडाहरूबाट टाढा रहनु राम्रो हुनेछ। व्यवसायीहरूले कारोबार गर्नु अगावै राम्रो सोच विचार गर्नु आवश्यक हुन्छ। आज व्यावसायिक लगाव बढ्न सक्ने भए पनि आम्दानी मध्यम रहन सक्छ। शुभ अङ्क 2, शुभ रङ सेतो, शुभ दिशा दक्षिण, इष्टदेव सिद्धिदात्री, मन्त्र ओम सिद्धिदात्रै नमः, जप संख्या 23। एक्वारियस कुम्भ राशि। कुम्भ राशि भएका जातकहरूको लागि अन्नला लगनशीलताले उपलब्धिको स्रोत पहिल्याउन सक्ने दिन हो। आज भाग्यमा निर्भर हुनुभन्दा कर्ममा निर्भर रहेर अगाडि बढ्नु राम्रो दिन हुनेछ। आज आफ्नो महत्त्वपूर्ण कार्यहरू सक्नु राम्रो हुनेछ। आज अवसरहरूको खोजी गर्ने समय हो, तर तत्कालिक फाइदा मध्यम रहनेछ। आवेगलाई कन्ट्रोल गर्नुपर्ने दिन छ। आफ्नो कमजोरीलाई सुधार्दै आफ्नो गन्तव्यमा अग्रसर हुँदा फाइदा पुग्नेछ। मेहनत अनुसार उपलब्धि हासिल गर्न सक्ने दिन रहेको छ। आफ्नो योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोला। हतारमा निर्णय लिँदा काम दोहोर्याउनु पर्ने हुन सक्छ। हातमा आएको रकम अरूलाई खर्चिनु पर्ने अवस्थाहरू सिर्जना हुन सक्नेछ। सबै कामहरू पुरा नभए पनि केही फाइदा भने हुन सक्ने दिन हो। अरूको कमजोरी पहिल्याउनु भन्दा आफ्नो कमजोरीहरू प्रति सतर्क रहनु पर्ने दिन छ। व्यापारी वर्गका लागि आज सहकर्मीले हौसला प्रदान गर्न सक्ने दिन रहेको छ। आर्थिक पक्ष पहिलेको लगानीबाट केही फाइदा लिन सक्ने समय रहेको छ। भोलिको लागि राम्रो योजनाहरू बन्नेछन्। आम्दानी राम्रो नै रहनेछ। शुभ अङ्क 1, शुभ रङ गुलाबी, शुभ दिशा पूर्व, इष्टदेव विनायक, मन्त्र ओम विनायकाय नमः, जप संख्या 10। पाइसेस मीन राशि। मीन राशि भएका जातकहरूको लागि रुज धननाश। आज तपाईको सपनाहरू र महत्त्वाकांक्षाहरू अगाडि बढाउने समय रहेको छ। सफलताका लागि एक वरिष्ठ व्यक्तिको मार्गदर्शन र सल्लाह तपाईको लागि उपयोगी हुनेछ। टाढाका साथीभाइसँग सम्पर्क बढाउन सक्ने दिन रहेको छ। सरसापटमा गएको रकम भने फिर्ता नहुन सक्छ, विचार गर्नुहोला। आँटेको कामहरू सबै काम पुरा नहुन सक्छन्। आय आम्दानीमा केही कमीको महसुस हुन सक्ने दिन रहेको छ। पूर्ण सन्तुष्टि नमिल्न पनि सक्छ। प्रतिफल सामान्य रहे पनि भोलिको लागि जग बसाउने समय रहेको छ। रिस आवेगलाई कन्ट्रोल गर्नुपर्ने दिन रहेको छ। आज तपाईको निराशापन र आलस्यले गर्दा काम कार्य अधुरै रहन सक्छन्, विचार गर्नुहोला। कर्मचारीहरूका लागि शारीरिक थकानले कार्यप्रतिको इच्छा शक्ति घट्नेछ। नयाँ कामको सूचनाहरू कतैबाट प्राप्त गर्न सक्ने दिन हो। व्यवसायमा लगानी बढाउनु पर्ने परिस्थिति हुन सक्ने दिन रहेको छ। व्यवसायीहरूका लागि व्यावसायिक यात्रा खर्चिलो बन्न सक्ने दिन रहेको छ। आज वस्तु खरिद बिक्री गर्न उपयुक्त दिन नहोला। आयमा कमी महसुस हुनेछ र आर्थिक अनावश्यक खर्चहरूबाट जोगिनु पर्नेछ। शुभ अङ्क 3, शुभ रङ पहेँलो, शुभ दिशा उत्तर, इष्टदेव श्रीवात्सव, मन्त्र ओम श्रीवात्सवाय नमः, जप संख्या 19। हजुरहरू श्रावणी ज्योतिष युट्युब च्यानलमा आजको राशिफल हेर्दै हुनुहुन्छ। हजुरहरूलाई आजको राशिफल कस्तो लाग्यो, कहाँबाट हेर्दै हुनुहुन्छ, हजुरहरूले लाइक कमेन्ट गर्न नभुल्नुहोला। हजुरहरूले श्रावणी ज्योतिष युट्युब च्यानलमा दिन प्रतिदिन दैनिकी राशिफलहरू सुन्नको लागि, हेर्नको लागि हजुरहरूले श्रावणी ज्योतिष युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। यदि पहिलोचोटि हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र हजुरहरूले नजिकै रहेको बेल आइकनमा पनि क्लिक गरेर हजुरहरूले हाम्रो श्रावणी ज्योतिष युट्युब च्यानलमा हामीले भिडियोहरू अपलोड गर्दाखेरि हजुरहरूको समक्ष आइपुग्ने भएको हुनाले हजुरहरूले बेल आइकनमा पनि क्लिक गर्नुहोला र श्रावणी ज्योतिष युट्युब च्यानललाई माया गरिदिनुहोला।
हवस् त, धन्यवाद। राधे राधे।